अनि चलचित्र पनि मैले नहेरेको चाहिँ अब अहिले चाहिँ 26 वर्ष भयो चलचित्र नहेरेको। 26 वर्ष भयो। मैले लास्ट हेरेको चलचित्र भनेको 2000मा कारावन भन्ने फिल्म मैले चाहिँ उसमा के अरे पोखरामा फिल्म हलमा गएर हेरेको। 2000देखि अहिलेसम्म 26 वर्ष भयो फिल्म हेरेकै छैन। अब मौका पनि मिल्दैन, मौका हेर्ने त्यति इच्छा रहर पनि होइन। त्यस कारणले मैले चाहिँ यो आजको जुन चलचित्र सम्बन्धी विधेयक सम्बन्धी ऐनमा विभिन्न कुराहरू छ सम्बन्धित छैन चलचित्र भन्ने कुराहरूको विषयमा चाहिँ आज धेरै छलफल भयो, धेरै कुराहरू सुनियो। अब खास गरी यो चलचित्रको नयाँ विधेयकहरू आएको हो, धेरै पुरानो 2000 कति सालदेखि 26 सालदेखि चाहिँ यो चलचित्र सम्बन्धी ऐन यताउता नआएको भन्ने कुराहरू हो। त्यस कारणले अब यो चाहिँ मलाई चाहिँ त्यति चाहिँ थाहा नभएको कुरा हो, नजानेको कुरा नजानेकै भन्नुपर्छ, जानेको कुरा। अब यो चलचित्र भनेको खास गरी मनोरञ्जनको लागि मात्र होइन, यो चाहिँ शिक्षाको लागि पनि हुन्छ भन्ने कुरा चाहिँ मैले बुझेको छु। एजुकेसनल भनौँ न, शैक्षिक चलचित्रहरूको बारेमा अब एउटा सामाजिक न्यायको लागि, सामाजिक के भन्छ उत्थानको लागि पनि चलचित्रहरू हुन्छन् र मैले चलचित्रलाई नहेरेर मैले चलचित्रलाई हेला गरेको चाहिँ होइन।